ल ठुलै काँक्रा आयो त यहाँ लौका नि फलेको रहेछ यहाँ त यता फर्सी यता पाकिसक्यो भोलिको लागि कुखुराको ग्वाला हो त कसले भन्यो हाम्रो अङ्कल भन्नुभएको थियो हाम्रो एउटा यो खोरको एउटाको 500 ए यो काँक्राको झुल उताबाट यतातिर आएछ यो अब कता जाने हो यतातिर एकदमै राम्रो फलेको टमाटर यसरी फल्यो यसरी टनेलमा लगायो यो भित्र किरा छ क्या हो किरा आउनुपर्छ यहाँतिर किरा लागिसकेछ ए काँक्रा फलेर कुहिएर यस्तो भएछ साना साना फलिरहेछ काँक्रा बिच बिचमा सिमी लगाएको सिमी फलिरहेछ राम्रो फलिरहेछ यो रायोको साग टक्क छेउछेउमा रायोको साग लगाएछ राम्रो फलाएछ के हो हेर सिमी फलेर नि सुकिसकेछन् त्यतातिर यो पालुङ्गो हो यतातिर हाँगा त तल भुइँ छुवा छ यो राजु जुत्ता होइन र छ्यात्तिकै अन्त धनिया त टुप्पा आछ त फुल यो मेथीको साग राम्रो फलाइरहेछ यो मेथी ए काँक्रा फलेको अलि धेरै फलेको छ सानो सानो छ वरैसम्म धेरै ठुला टमाटर फले नि कस्तो बिउ रहेछ रामबिडा गोलबेडा होला
यहाँ हाम्रो लेकतिर फल्थ्यो त्यही काँक्रा त सकिहाल्यो नि अब पहिले सके यहाँभित्र पहिले गएको थिएँ माथि बिचको दुईवटा टनल राम्रो छन् अरू लगभग ठिकै खुट्टा काउली राम्रो फल्या रहेछ ए अब त माथिसम्म काट्दा भयो एक हेडुस्का तर खोलाउँदा हाँस अरू के छन् त्यो हजुर खुल्ला ए सिमी यहाँ फलेर सुक्नु लागिसक्यो के हो पानी पर्न लाग्यो क्या छेउछेउमा काउली लगाए त राम्रो फल्ने रहेछ सिमी राम्रो फल्या यता लट्टे पनि फुलिसकेछ राता मुला पनि देखियो यतातिर बोडी नि देख्न पाइयो तिते करेलाको झुल पनि कता भित्रबाट आइरहेछ बोडी यस काँक्रा पुरा झुल्या छ एउटा काँक्रा यहाँ रहेछ यो भित्रबाट आइरहेछ ठुलो छ झाल्यो काँक्राको यो टमाटरको यो रोप्दाखेरि ल्याएको टमाटर रहेछ ओहो पानी पर्ला जस्तो छ यता काँक्रो प्यालिसक्यो है ओ माथिबाट धेरै छ काँक्रा सानो सानो अब फलिरहेछ यो तितो करेला ए एउटा त ठुलै लागिसकेछ तितो करेला ल यता मकै फलिरहेछ अब पाक्छ यो खुर्सानी यो बिउको लागि निकाल्ने काँक्रा छेउमा राम्रो फलेको छ सानो सानो निस्किया छ यो त पाक्दैछ एउटा पानी धेरै गएको छ पानी आउनु लाग्यो पारिबाट एकै दिनमा कत्रो बढेको